माननीय आर्यन राई आफ्नो कुरा राख्दै हुनुहुन्छ है त। धन्यवाद आजको यस सभाका सञ्चालक जो उपस्थित सम्पूर्ण परिवर्तनकारी देशलाई माया गर्नुहुने र देशको परिवर्तन चाहनुहुने तमाम परिवर्तनकारी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईहरुको यो अमूल्य मतले हामी श्रम संस्कृति पार्टीको टिम विजय भएका छौँ र यो विजय भएको होइन दाजुभाइ दिदीबहिनीहरू, यो विजय भनेको तपाईँ हुनुभयो। खोटाङको इतिहासमा पहिलोचोटि खोटाङका तमाम नागरिकले जितेको इतिहास 2082 सालको फागुन 22 गतेको निर्वाचन हुनेछ। त्यो इतिहासले कैद गर्नेछ दाजुभाइ दिदीबहिनीहरू। र म सम्झिन चाहन्छु आज जो यहाँ उपस्थित हुनुभएको छ र यहाँ उपस्थित हुनुभएका मलाई मत दिनुहुने ती घाँस काटिरहनु भएका किसान दाजुभाइ दिदीबहिनीलाई म सम्झिन चाहन्छु र ती चाहिँ तमाम मजदुर किसानहरूलाई म सम्झिन चाहन्छु र ती विदेशमा बसेर श्रमजीवी युवाहरू जस्तो परिवर्तनको पक्षमा उभिएर खोटाङमा एउटा नयाँ इतिहास रचनाको निम्ति भूमिका खेल्नुभएका ती संसारभरि छाइरहनुहुने तमाम हाम्रा युवा साथीहरू, श्रमजीवी साथीहरूलाई म सम्झिन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो माहौल, यो निर्वाचन भनेको एउटा सांसद चुन्ने निर्वाचन मात्र थिएन। मलाई कता कता डर थियो आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कता कता देश हार्ने हो कि खोटाङ हार्ने हो कि भन्ने डर थियो मलाई दाजुभाइ दिदीबहिनीहरू। तर आज निर्धक्क साथ मात्र संसद भवनमा गएर यो देश किस्ता किस्ता र बेचबिखनको विरुद्धमा लड्नेछु दाजुभाइ दिदीबहिनीहरू। हनन गरेको विरुद्धमा बोल्नेछु दाजुभाइ दिदीबहिनीहरू। र आदरणीय दाजुभाइ दिदीबहिनीहरू, खोटाङको सवालमा खोटाङको एउटा इतिहास सहितको छु म। नयाँ एउटा पुस्ताले खोटाङले सन्देश दिएको छ, त्यो सन्देश भनेको नयाँ पुस्ताले देश चलाउनु पर्छ, देशमा भ्रष्ट माफियाको दिन गए भनेर एउटा सन्देश दिएको छ। हो कि दाजुभाइ दिदीबहिनीहरू? सुन्नुपर्छ, यो आवाज हिमालले सुन्नुपर्छ र तराई मधेसले सुन्नुपर्छ। हो कि दाजुभाइ दिदीबहिनीहरू? हो, एउटा नयाँ इतिहास सँगै रचेको छ दाजुभाइ दिदीबहिनीहरू। र श्रम संस्कृति पार्टीको टिम हामी जति निर्वाचन गरेर जानेछौँ, म तपाईँलाई ढुक्क अंशमा भन्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीलाई थाहा छ यो देश किस्ता किस्तामा बेच्नको निम्ति आज आम नागरिकको घर घरमा विभिन्न तपाईँको वस्त्रधारी जोगीहरू प्रवेश गरिरहेका छन्, जो तपाईँको नक्कली सेलहरू, नक्कली राष्ट्रवादीहरू छिरिरहेका छन् दाजुभाइ दिदीबहिनीहरू। हामीलाई थाहा छ त्यसको विरुद्धमा श्रम संस्कृति पार्टीले चट्टान जैन लिएर काम गर्नेछ दाजुभाइ दिदीबहिनीहरू। र भ्रष्ट माफियाको दिन गएको दाजुभाइ दिदीबहिनीहरू। र म भन्न चाहन्छु तपाईँहरू नआत्तिनुहोस्। श्रम संस्कृति पार्टीले जति सिट जित्थे त्यसले कुनै पनि अर्थ राख्दैन दाजुभाइ दिदीबहिनीहरू। तर त्यसमा अर्थ कहाँनिर राख्छ भने श्रम संस्कृति पार्टीले कति इमानदार तपाईँको निष्ठाको साथ काम गरेर भन्ने कुराको चाहिँ तपाईँको चाहिँ त्यसलाई चाहिँ तपाईँको निर्वाह गर्छ। हो कि दाजुभाइ दिदीबहिनीहरू? यसपालि श्रम संस्कृति पार्टी जति सिट ल्याए पनि तपाईँको चाहिँ आत्तिएर होइन, मात्तिएर होइन, इमानको साथ श्रम संस्कृति पार्टीले तपाईँ काम गर्छ दाजुभाइ दिदीबहिनीहरू। र म तपाईँलाई भन्न चाहन्छु, मैले चाहिँ तपाईँको निर्वाचन हुनुभन्दा अगाडि मेरो चाहिँ सबै प्रतिनिधिहरूलाई मैले भनेका थिएँ र हामीले भनेका थियौँ श्रम संस्कृति पार्टीको जो सांसदहरू निर्वाचन भएर आउँछ पहिलो भ्रमण टिमले आफ्नो जिल्लाको कुनै पत्रमा गएर गर्नुपर्छ भनेका थियौँ। र आज म यहाँबाट घोषणा गर्न चाहन्छु, म निर्वाचित भए दाजुभाइ दिदीबहिनीहरू। अब निर्वाचित भइसके पछाडि मेरो चाहिँ पूर्वोक्त मित्र जिल्ला
हो हामी तपाईँको घर दैलोमा आउँछौँ भोलि पनि हामी आउनेछौँ दाजुभाइ दिदीबहिनी तपाईँको घर दैलोमा र अर्को म घोषणा गर्न चाहन्छु जो श्रम संस्कृति पार्टीको सांसद निर्वाचित गरेर आउँछन् ती सबै हामीले गर्न चाहन्छौँ र म भन्न चाहन्छु खोटाङ जिल्लाको मेरो भ्रमण सकिसके पछाडि नेपालको सबैभन्दा विकट कर्णालीको चाहिँ पिछडिएको 9वटा जिल्ला भ्रमण गर्नेछ दाजुभाइ दिदीबहिनीहरू म किन भ्रमण गर्नेछु भने नेतालाई थाहा हुनुपर्छ सबैभन्दा नेपालको विकट ठाउँ अनि मात्रै त्यो देशको चाहिँ जनताको पीडा थाहा हुन्छ हो कि होइन त्यसै कारणले म मेरो जिल्लाको भ्रमण गरिसके पछाडि म सुदूरपश्चिमको 9वटा पिछडिएको जिल्ला भ्रमण गर्नेछु दाजुभाइ दिदीबहिनीहरू र दाजुभाइ दिदीबहिनीहरू म धेरै कुरा भन्दिनँ तर इमान र निष्ठाको साथ काम गर्ने सवालमा खोटाङको विकासको निम्ति राष्ट्रिय बजेट पहल गर्ने कुरामा कुनै पनि कम छ दाजुभाइ दिदीबहिनीहरू र यसपालि म निर्वाचित मैले अब तपाईँको मत गइसके पछाडि म तपाईँको यसपालि सम्बोधन गर्दै हुनुहुन्छ होइन म पार्टीको सभा सम्मेलन र सांसदको बैठक र मिटिङ बाहेक सबै अरू समय खोटाङको चाहिँ किसान मजदुर विद्यार्थी युवाको साथमा हुन्छ दाजुभाइ दिदीबहिनीहरू कुनै जाति कुनै धर्म कुनै पार्टी कुनै क्षेत्रमा हेरी निष्पक्ष ढङ्गले काम गर्नेछु दाजुभाइ दिदीबहिनीहरू र खोटाङको उत्पादनलाई बजारीकरण गर्ने क्रममा म अब भोलि हेरेर लाग्दैछु दाजुभाइ दिदीबहिनी तपाईँ ढुक्का आउनुहोस् म जति सक्छु निष्ठाको साथ काम गर्छु म खोटाङलाई सिङ्गापुर बनाउँछु भनेर म गफ गर्दिनँ तर खोटाङ जस्तो बनाउँछु दाजुभाइ दिदीबहिनीहरू तपाईँले साथ दिनुहोला र म के भन्न चाहन्छु खोटाङमा विभिन्न किसिमका भ्रष्टाचारहरू छन् दलालहरू छन् अनि तपाईँको चाहिँ ठेक्का पट्टामा विभिन्न ठाउँमा कालो बजारी छ व्यापारको कालो बजार छ हो कि होइन दाजुभाइ दिदीबहिनीहरू जुन विषयमा म भन्छु निष्पक्ष ढङ्गले तपाईँको म काम गर्नेछु दाजुभाइ दिदीबहिनीहरू भ्रष्टाचारी कालो बजारी दलाल माफियाहरूसँग मेरो हात जोडिनेछ दाजुभाइ दिदीबहिनीहरू र खोटाङको इतिहासमा म सबै धन्यवाद पनि दिन चाहन्छु जसले निर्वाचनमा मलाई सघाउनु भयो स्वस्फूर्त हट्नुभयो म तपाईँको छातीमा हात राखेर भन्न सक्छु दाजुभाइ दिदीबहिनीहरू नेपालको इतिहासमा अहिले निर्वाचित हुने 200 तपाईँको चाहिँ 75 जना सांसद मध्येमा सबैभन्दा कम खर्चमा निर्वाचन मैले जितेको छु दाजुभाइ दिदीबहिनीहरू तपाईँको सहयोग दाजुभाइ दिदीबहिनीहरू त्यसै कारणले म भन्न चाहन्छु खोटाङको माटोले साँच राख्दै पवित्र भूमिले साँच राख्दै म एक रुपियाँ भ्रष्टाचार गर्दिनँ र एक रुपियाँ भ्रष्टाचार गर्ने छैन गरे भने त्यो दिन मेरो मृत्यु होस् आज निर्वाचन भएको दिनमा निष्ठाको साथ भन्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरू र म धेरै गफ गर्छु दाजुभाइ दिदीबहिनीहरू तर काम चाहिँ म तपाईँको इमानदारी साथ गर्छु जति सक्छु तपाईँको चाहिँ म गर्नेछु र म भन्न चाहन्छु हिजो अस्ति जनता आन्दोलन भयो आज मैले के सोचेको थिएँ भने अलिक बेलुका घोषणा तपाईँको चाहिँ चुनाव अथवा तपाईँको चाहिँ रिजल्ट आयो भने सबैभन्दा पहिला चाहिँ यहाँ रत्नपाटमा आएर ती हजारौँ लाखौँ शहीदहरूले सम्झेर र युनिभर्सिटीको जेन्जी आन्दोलनमा चाहिँ शहीद हुनुभएका शहीदहरूको सम्झनामा थियो म ती बालले मेरो चाहिँ हार्दिक सन्दर्भले दिने मेरो सपना थियो अलिकति ढिलो हो अब हामी तपाईँको चाहिँ छिटै रिजल्ट आइहाल्यो बेलुका भयो भने यसो आएर पहिला सौदनजीले चाहिँ यसो चुनावी तपाईँको चाहिँ विजय भेटघाट गरौँ भनेको समयले तपाईँको अलिकति फरक मोड लियो त्यसै कारणले गर्दाखेरि हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू नेपालको स्वतन्त्रको निम्ति शान्तिको निम्ति समृद्धिको निम्ति 2007 सालबाट प्रत्यक्ष अप्रत्यक्ष हजारौँ शहीद भएका छन् हो कि होइन त्यो हजारौँ शहीदको सपना अपुरो छ दाजुभाइ दिदीबहिनीहरू हो कि होइन हो त्यो शहीदको सपना पुरा गर्नको निम्ति जन्म भएको पार्टी कुन पार्टी श्रम संस्कृति पार्टी दाजुभाइ दिदीबहिनीहरू हो ती हजारौँ शहीदहरूले सम्झिँदै र ती शहीदहरूको सम्झनामा बेलुका एकछिन हामी यहाँ चाहिँ साथीहरू यसो समय हुने साथीहरू उपस्थिति हुनुहोला ती सबै शहीदहरूले सम्झना गर्दै ती शहीदहरूको सपना पुरा गर्ने बाचाको साथ
बेलुका हामीले यहाँ चाहिँ यसो बत्ती बालेर हार्दिक सौन्दर्यले व्यक्त गर्नेछौँ। समय हुने साथीहरू उपस्थिति भइदिनको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु र म विशेष धन्यवाद दिन चाहन्छु। अब सरम संस्कृति पार्टी सुरुमा खोटाङमा चाहिँ निर्वाचन लड्न अथवा चाहिँ निर्वाचनको निम्ति प्रतिस्पर्धा गर्न आइरहँदाखेरि सरम संस्कृति पार्टीले जित्दैन भन्थे, सरम संस्कृति पार्टी कमजोर भन्थे। सरम संस्कृति पार्टीले जित हासिल गरेको छ, त्यो पनि ऐतिहासिक जित। सरम संस्कृति पार्टीको ऐतिहासिक जित पहिलो जित्न खोटाङबाट हो कि होइन? कसैले म भन्न चाहन्छु खोटाङबाट सुरुवात भएको सरम संस्कृति पार्टी माटो बचाउने पार्टी, देश बचाउने पार्टी, नागरिकको हितमा काम गर्ने पार्टीको जितको सुरुवात खोटाङबाट भएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज म तपाईँहरू सङ्कल्प गर्नु सबैले म भन्न चाहन्छु र जसले हामीले टाढा नजिकबाट हेरिरहनु भएको छ, पूर्वको मेचीदेखि या पूर्व खोटाङदेखि सुदूरपश्चिम कर्णालीसम्म, सुदूरपश्चिमसम्म के भन्न चाहन्छु भने जसरी आज खोटाङले माटोको पक्षमा उम्मेदवार जित हासिल गरेको छ, एक दिन देशको 275 चाहिँ निर्वाचन क्षेत्रमै सरम संस्कृति पार्टीले जित्ने सङ्कल्प राख्नुपर्छ। दाजुभाइ दिदीबहिनीहरू र म विशेष धन्यवाद दिन चाहन्छु सरम संस्कृति पार्टीको यस चुनावी सभालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक, सामाजिक सञ्चालन प्रचार प्रचार सहयोग गर्नुहुने तमाम तपाईँको चाहिँ म खोटाङ निवासी दाजुभाइ दिदीबहिनीहरूमा विशेष धन्यवाद दिन चाहन्छु। र मेरो चुनावी सभामा म सँगसँगै हिँड्नुहुने मेरो चाहिँ विभिन्न जिल्ला पालिका वडाका युवा साथीहरूलाई म धन्यवाद दिन चाहन्छु र तमाम तपाईँको चाहिँ विभिन्न दल, विभिन्न पार्टीबाट परित्याग गरी आउनुभएका सरम संस्कृति पार्टीको हातमा हात, काँधमा काँध जोडेर देशको निम्ति माटोको पक्षमा उभिने सङ्कल्पको साथ आउनुभएका विभिन्न पार्टीका प्रतिनिधि साथीहरूलाई म धन्यवाद दिन चाहन्छु र जनप्रतिनिधि हाम्रो चाहिँ मङ्गलहरू उहाँ हुनुहुन्छ, उहाँ हेरिरहनु भएको छ, आग्रह दिनुहोस् उहाँलाई ताली सेवा ल्याएका साथी आफ्नो पदको नभनिकन उहाँले चाहिँ आफ्नो पदलाई खादिरहेको तपाईँको देशको निम्ति, माटोको निम्ति उभिने सङ्कल्प गर्नुभयो र यसै गरी म सम्झिन चाहन्छु आज उपस्थित नभए पनि हाम्रो बाह्रमुखीमा भवराज राईजी उपाध्यक्ष हुनुहुन्छ, उहाँलाई म सम्झिन चाहन्छु। अब हाम्रो निर्मलजी हुनुहुन्छ, कामको निर्मलजी, हेलो निर्मलजी, उहाँको लागि धन्यवाद दिन चाहन्छु। यसै गरी तपाईँको चाहिँ विजय खड्काका सम्पूर्ण पार्टी प्रवेश गर्नु भएर मलाई सहयोग गर्नुहुने हाम्रो चाहिँ सन्तोषजीको सम्पूर्ण टिमलाई म सम्झिन चाहन्छु। कहाँ हुनुहुन्छ उहाँहरू? विशेष म उहाँलाई यसो ताली गरे ताली सम्पूर्ण टिमको साथीलाई म धन्यवाद दिन चाहन्छु। यसै गरी केपिएस गरीमा चाहिँ विभिन्न दलको परित्याग गरी सरम संस्कृति पार्टीको माटो बचाउने पक्षमा उभिनुहुने साथीलाई विशेष आशिष लगायत विशालजी सबैलाई म सम्झिन चाहन्छु। यसै नेपाली काङ्ग्रेसबाट पूर्व क्षेत्रीय सभापति खोटाङ जिल्लाको चाहिँ संगठन विभाग प्रमुख विष्णुराज राईजी कहाँ हुनुहुन्छ? यसरी आग्रह दिनुहोस् न। र सबै साथीहरूलाई म धन्यवाद दिँदै केपिएस गरीका साथीहरू जोर्चेक प्रेम हाम्रो चाहिँ आशिष सबै साथीहरूलाई एकमुष्टमा धन्यवाद दिन चाहन्छु र अन्तिममा हामी सबैले माटोको पक्षमा उभिने सङ्कल्प गरेको लागि सबैले आफ्नो लागि तालिम बधाई दिनुहुन्थ्यो। भन्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरू, आजको यो इतिहासले नयाँ एउटा इतिहास रच्नेछ र मलाई लाग्छ सायद संसदमा प्रतिनिधित्व गर्दै गर्दाखेरि खोटाङले सरम संस्कृति पार्टीको पहिलो उम्मेदवार निर्वाचित र नेपालका सबैभन्दा सायद परिसकेका कान्छा उम्मेदवार पनि आइरहँदै पर्छ भन्ने लाग्छ मलाई। दाजुभाइ दिदीबहिनीहरू, विभिन्न तरिकाबाट खोटाङ देशको इतिहास रचेको छ र म धेरै भन्न चाहन्न, तपाईँहरूको दुःख सुखको साथी बन्न चाहन्छु र मेरो जीवनकालभरि देशको माटोको पक्षमा उभिनेछु र भ्रष्टाचार गर्ने छैन, देशको ऐदिने कुनै पनि काम गर्ने छैन, माटोको ऐदिने कुनै काम गर्ने छैन। र अन्तिममा म भन्न चाहन्छु एउटा सेनाको कथा। सेना जब तपाईँको भर्ती लागिसके पछाडि उनले कसम खाँदै गर्ने भन्छ अरे र आफ्नो देशको दुश्मनसँग लड्दै गर्दाखेरि उनको हात खुट्टा
चारवटा कार्ड दिए पनि उनी तपाईँको चाहिँ बलतेर मतन्न तपाईँको चाहिँ मृत्युसँग लडिरहँदाखेरि उनले भन्छ अरे ओ देशको निम्ति लड भनेर चाहिँ तपाईँको त्यो एउटा सिपाहीले भन्छ अरे। त्यस्तै दाजुभाइ दिदीबहिनीहरू, मेरो शरीरमा एक थोपा रगत रहिन्जेल, मेरो सास चलिन्जेल देशको स्वाधीनताको पक्षमा उभिनेछु दाजुभाइ दिदीबहिनीहरू। दाजुभाइ दिदीबहिनीहरू, म मेरो मृत्यु पछाडि मात्रै मेरो सत्यता र इमान्दारी घुम्नेछ दाजुभाइ दिदीबहिनीहरू। त्यसै कारणले म भन्न चाहन्छु, मैले वास्तवमा थुप्रै कुराहरू तपाईँको चाहिँ गुमाउँदै आएँ, तर आज मैले चाहिँ तपाईँको निर्वाचनमा सहभागी अथवा निर्वाचन लड्नुपर्छ भनेर मैले थुप्रै साथीहरूले चाहिँ मलाई हौसला साथ दिनुभयो। तर मलाई के लाग्यो दिनेश भाइले, खासै म निर्वाचन लड्ने तपाईँको चाहिँ मेरो सोच थिएन, तर पनि तपाईँको आएँ, एउटा इतिहास रचियो र देशको निम्ति मलाई लाग्छ तपाईँको चाहिँ अहिले श्रम संस्कृति पार्टी जति निर्वाचित भएर जान्छ त्यो पार्टी जहिले पनि तपाईँको सबै सांसदले देश बेचौँ, तपाईँको सबै सांसदले भ्रष्टाचार गरौँ भने पनि त्यसको एगेन्स्टमा लड्नेछ भन्दै त्यो विश्वास दिलाउँदै बिदा हुन चाहन्छु। धन्यवाद। जय देश जय